हेलो गाइज हैन टक्क लाएर अब चाहिँ म निस्किन लागिरहेको छु गाइज। टक्क लाएर कहाँ जाँदैछु भने म चाहिँ बालाजु जाँदैछु क्या। बालाजु चाहिँ थोरै काम छ अनि त्यहाँ बालाजु गएर चाहिँ किन भन्दाखेरि चाहिँ म तपाईहरुलाई चाहिँ बाटोमा गएर भन्छु क्या। म चाहिँ अब ठ्याक्क लाएर बाफल चोकबाट अलिकता माथि पुगेँ सीताबाईलाई पुग्न लागि। अब चाहिँ जाँदैछु गाइज। म एक्साइटेड पनि छु हैन खुसी पनि छु। अघि भन्न लागेको कुरा चाहिँ के हो भने तपाईहरुलाई म भन्दै गर्छु है त। अब चाहिँ भन्छु है त गाइस। जान्छु अनि सुन्दै गर्नुहोस् अनि राम्रो लागेमा लाइक कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिन नभुल्नु होला भन्दै अब म चाहिँ जान लागेको कुरा चाहिँ तपाईहरुलाई म भन्छु है त गाइस। कि कहाँ जाँदैछु भन्दाखेरि म चाहिँ बालाजु जाँदैछु। मैले हिजो चाहिँ अनलाइनबाट सपिङ गर्न लागिरहेको थिएँ। के कुरा चाहिँ भन्दाखेरि चाहिँ मैले चाहिँ गोब्रो कुरा गरिरहेको थिएँ अनि मैले एकचोटि अनलाइनबाट मगाउँदाखेरि म फसिसकेको थिएँ क्या। अर्कै कुरामा फसिसकेको थिएँ। त्यही भएर अहिले चाहिँ म अगाडि नै गएर हेरेर रिभ्यू लेखेर मात्रै बनाउँछु भनेर जाँदैछु गाइस। हेर्दै गर्नु होला त्यहाँ भिडियो पनि कस्तो आउँछ क्वालिटीहरू पनि कस्तो छ भन्ने कुराहरू चाहिँ तपाईलाई देखाउँछु। अनि कहाँ हो के छ अनि राम्रो लाग्यो भने लिन्छु राम्रो लागेन भने चाहिँ लिदिनँ है त। यहाँनिर चाहिँ लास्टै जाम हुन्छ क्या बेलुका बेलुका पख चाहिँ। किन भन्दाखेरि ट्रान्सफर आउने मान्छेहरू धेरै हुन्छ गाडीहरू धेरै हुन्छ नि त। भिडियो पनि अब त्यति धेरै लामो बनाउँदिनँ हैन। टक्क लाएर त्यहाँ गएर सबै कुराहरू हेरेर गोप्रो पनि कस्तो छ भन्ने कुराहरू राम्रोसँग आफूले पनि हेरेर तपाईहरुलाई पनि देखाएर अनि राम्रो लाग्यो भने त्यो अनुसारले तपाईहरुलाई प्रतिक्रिया दिन्छु। अनि त्यही हो हेर्दै गर्नु होला गाइस। अनि लाइक कमेन्ट अनि सब्स्क्राइब पनि गर्न नभुल्नु होला। अनि भिडियो मन पर्यो भने शेयर गर्न पनि नभुल्नु होला। गाइस अब तपाईहरुलाई चाहिँ सिधै अब त्यहाँ पुगेर भिडियो बनाएर हजुरहरुलाई देखाउँछु है त गाइस। अब चाहिँ हेर्दै गर्नु होला। ट्याक्टर गोप्रो पनि पाएँ सिधो बुझ्नु नै भयो हैन। चलाएर तपाईहरुलाई पनि देखाउँछु। अब भोलिदेखिबाट भ्लगिङ पनि यही गोप्रोबाटै आउँछ हैन गाइस। क्यामेरा चाहिँ यही हो है गोप्रो 5K बवाल छ एकदम। तपाईहरु पनि लिनु होला हैन। म नम्बर पनि राख्दिन्छु हैन। तपाईहरु पनि टक्क लाएर यो नम्बरमा फोन गरेर आउनु भयो हुन्छ। तर बवाल मिलाएर दिनुहुन्छ है एकदम क्वालिटी एकदम A1 छ। अब नेक्स्ट भिडियोहरुमा तपाईहरुले देख्नुहुन्छ कस्तो छ के छ हैन। ल अब चाहिँ दामी भिडियो आउँछ है त गाइस। अब चाहिँ बवाल हुन्छ पनि किचन पनि गाइस प्लिज सपोर्ट। अब त गोप्रोबाट भिडियो बन्दैछ गाइस। My girl about a 10. I should fuck her in the Benz.